मसँग पढ्दाखेरि त्यो घोकिरहनु पर्दैन। नाउन इज द नेम अफ पर्सन प्लेस एनिमल थिङ द्याट इज नट। त्यसलाई 100-150 चोटि बोल्ने हो के। बोल्नुस्, प्र्याक्टिस गर्नुस्, अनि लेख्नुस्, अनि सिक्नुस्, भइहाल्छ नि, अङ्ग्रेजी आइहाल्छ नि। के गाह्रो छ र अङ्ग्रेजी? गाह्रै छैन नि। करफ भनेको अब पानी मरेको थियो, पानी मान्छे जस्तै मर्ने होइन नि त, फेरि चुडिएको थियो, आएको थिएन, पानी सुकेको थियो, त्यो भन्न खोजेको के। हामी हेरेको हेरे हुन्छौँ, केटो हेरेको हेरे भने जस्तै। And we can practice a lot by making so many sentences, whatever you think into your mind. But बोल्नको लागि त तपाईहरुले बोल्नै पर्छ नि त। एकचोटी लेख्ने 10 चोटी बोल्ने, एकचोटी लेख्ने 10 चोटी बोल्ने। एउटा सेन्टेन्स लेखेपछि 10 चोटी बोल्ने, बोलेको बोले गर्ने हो। बाथ हो, यो चाहिँ स्नान मात्रै हो। नुहाई हो। नुहाई कति प्रकारका हुन्छन्? काग नुहाई हुन्छ अरे एउटा, चुच्चो डुबाउँछ अनि गर्छ, यतापट्टि छर्किन्छ, त्यसरी नुहाई गर्छ हैन। हामीले पनि त्यसै गर्ने। यसो हेर्ने, केमा नुहाउन आटेको, पोखरीमा नुहाउन आटेको छ भने यसो पोखरीमा हेर्ने। So she was not bathing, 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 bathing हैन यो। Hello everyone, this is CP sir and this is my YouTube channel खत्री इन्स्टिट्युट। अनि हामी पास्ट कन्टिन्युअस टेन्स पढिरहेका छौं। पास्ट कन्टिन्युअस टेन्स को 5 वटा क्लास दिइसकेपछि म के ग्यारेन्टी दिन सक्छु भने तपाईहरुलाई पास्ट कन्टिन्युअस टेन्स को पोजिटिभ सेन्टेन्समा केही पनि समस्या छैन। छ त? छैन। यदि त्यो 5 वटा क्लास हेरिसकेपछि पनि तपाईहरुलाई पास्ट कन्टिन्युअस टेन्स को पोजिटिभ सेन्टेन्समा कुनै पनि समस्या पर्यो भने निर्धक्कसँगले तपाईहरुलाई मेसेज गर्नु होला। मलाई तपाईहरुले उडको क्लास बनाएर पठाइदिनु भनेर पनि भन्नु भएको छ। बिस्तारै हामी उडको क्लास पनि दिनेछौं। महत्त्वपूर्ण, सबैभन्दा महत्त्वपूर्ण पहिला टेन्स लागेको हुनाले मैले तपाईहरुलाई टेन्स पढाएको हो। हाइलाइट हेरेरै तपाईहरुले थाहा पाइसक्नु भयो आजको क्लास कुन क्लास हुनेछ। र ढिलो नगरिकन फेरि पनि हामी पास्ट कन्टिन्युअस टेन्स को नेगेटिभ सेन्टेन्स सुरु गरौँ। पास्ट कन्टिन्युअस टेन्स को एपोस्ट्रोफी कुनैमा लगाउनु भयो भने को भन्ने अर्थ आउँछ। पास्ट कन्टिन्युअस टेन्स नेगेटिभ सेन्टेन्सेस। पास्ट कन्टिन्युअस टेन्स नेगेटिभ सेन्टेन्सेस। ओके, सूत्र लेखौँ त। सब्जेक्ट सँग वाजन्ट, वाजन्ट हामीले सिंगुलर सब्जेक्ट सँग लेखिन्छ, सिंगुलर सब्जेक्ट सँग, र वरन्ट लगाइन्छ। वरन्ट चाहिँ प्लुरल सब्जेक्ट सँग लगाइन्छ, प्लुरल सब्जेक्ट सँग लगाइन्छ। त्यसपछि भर्ब, कुन भर्ब लगाइन्छ? आईएनजी भर्ब लगाइन्छ, आईएनजी भर्ब। यसलाई V4 पनि भन्ने गरिन्छ है, V4। आईएनजी भर्ब भनेको V4 पनि हो। वाजन्ट और वरन्ट अनि भर्ब सँग आईएनजी लगाएर अरु शब्दहरु लेख्न सकिन्छ, अदर वर्ड्स लेख्न सकिन्छ। यसको नेपालीमा अर्थ यी रहेको थिएन, यी रहेको थिएन भन्ने अर्थ आउँछ है। यी रहेको थिएन अथवा थिएनन्, थिएनन्, यसो गरिरहेको थिएन, यसो गरिरहेको थिएनन् भन्ने अर्थ नै यहाँबाट आउँछ। पास्ट कन्टिन्युअस टेन्स को नेगेटिभ सेन्टेन्सले यसो गरिरहेको थिएन, उसो गरिरहेको थिएन, यता गइरहेको थिएन, उता गइरहेको थिएन भन्दो रहेछ। अब जेनरल हामीले नेपालीमा बोल्दाखेरि हामी खाजा खाइरहेका थिएनौं, हामी गइरहेका थिएनौं, हामीले बुझिरहेका थिएनौं। भर्ब पनि जान्ने एउटा कुरा, अर्को कुरो सेन्टेन्स बनाउन पनि जानियो, र अर्को कुरो तपाईहरुलाई पास्ट टेन्समा पर्फेक्सन पनि मिल्छ। बोल्दै गर्नुभयो, तपाईहरुले लेख्दै गर्नुभयो भने तपाईहरुलाई अंग्रेजीमा पर्फेक्सन पनि मिल्न सक्छ र फ्लुएन्सीतिर तपाईहरु जान सक्नुहुन्छ। If you practice a lot, then you will be able to speak with your fluency. Okay, हामीले सूत्र यहाँ लेखेका छौं। यो सूत्र घोक्नु पर्दैन। यहाँनिर सूत्र मैले लेखिदिएको मात्रै, यस्तो यस्तो लेख्नुपर्छ भनेर लेखिदिएको हो। हामीले यहाँ डाइरेक्ट इक्जाम्पल दिएर हामी प्र्याक्टिस गर्न सक्छौं। डाइरेक्ट इक्जाम्पल दिएर प्र्याक्टिस गर्दाखेरि तपाईहरुले सूत्र घोक्नै पर्दैन। याद चाहिँ के गरिराख्नुपर्छ भने सब्जेक्ट अगाडि लेख्ने हो, वाजन्ट अथवा वरन्ट लेख्ने हो। वाजन्ट लेख्यो भने सिंगुलर सब्जेक्ट हुनु पर्यो, वरन्ट लेख्यो भने प्लुरल सब्जेक्ट हुनु पर्यो, भर्ब आईएनजी हुनु पर्यो। भर्ब आईएनजी भएन भने अर्थ आउँदैन, र अरु शब्दहरु अदर वर्ड भन्ने त जोड्न सकिहाल्छ। जति पनि लेख्न सकिन्छ हामीले अदर वर्ड। विदाउट अरु वी आर गोइङ टु स्टार्ट आवर फर्स्ट vocabulary for today. ओके, आजको हाम्रो पहिलो नम्बरको सेन्टेन्स सुरु गर्न चाहन्छौं। फर्स्ट वर्ड रहेको छ BATHE। BATHE लाई कसरी बोल्नुहुन्छ तपाईहरुले याद गर्नुपर्छ है। BATHE, वेद, वेद, द भन्नुपर्छ। यो बाथ
होइन। बाथ भनेर यदि तपाईहरु बोल्दै हुनुहुन्छ भने तपाईहरु गलत हुनुहुन्छ। अक्सफोर्ड डिक्सनरी चेक गर्ने गर्नुस् र प्रोनाउन्सिएसन सिम्बलहरु यदि तपाईहरुलाई आइपीएचआर थाहा छ भने प्रोनाउन्सिएसन सिम्बल चेक गर्नु होला र प्रोनाउन्सिएसन सिम्बल आइपीएचआर तपाईहरुलाई म पछि गएर सिकाउने छु। ओके, नम्बर 1 bathe, BATHE. ओके, सेकेन्ड फर्म इज bathed, ट बोल्नु पर्छ यसमा लास्टमा, bathed. थर्ड फर्म इज also similar, BATHED, bathed. And fourth form is ing, BATH, E हटाउने अनि ing थप्ने, ing, bathing, bathing. And fifth form is bathes, BATHES, bathes. यो भनेको स्नान गर्नु, नुहाउनु हैन, स्नान गर्नु। यसलाई मैले रातोले लेख्छु, स्नान गर्नु अथवा नुहाउनु। bathe, bathe, bathed, bathing, bathes. नेगेटिभ सेन्टेन्स प्र्याक्टिस गर्दैछौँ। त्यो सेन्टेन्सहरु प्र्याक्टिस गरेर हामीले सेन्टेन्स बनाउने तरिका सिक्नेछौँ। ओके, उनी त्यसबेला बच्चालाई नुहाइरहेकी थिइनन् भन्नु पर्यो भने बच्चालाई नुहाइदिनु पर्यो, बच्चालाई नुहाइदिनु पर्यो, राम्रो बनाइदिनु पर्यो भनेर उनी त्यतिखेर बच्चा नुहाइरहेकी थिइनन् भन्नु पर्यो भने सी वाज अनि वाज नै नट थप्ने। यो सी चाहिँ सिंगुलर हो हैन, सी सिंगुलर भएपछि हामीले वाजन्ट लेख्यौं। सब्जेक्ट पछाडी डाइरेक्ट अक्जुलियरी भर्ब लेखिहाल्ने। अक्जुलियरी भर्ब लेखिसके पछाडी यहाँनिर फोर्थ फर्म लेखिहाल्ने। जस्तै बेदमा आइएनजी लेख्नु पर्यो। अघि मैले भने अनुसार, अघिको सूत्रमा देखाए अनुसार भर्बमा आइएनजी भएको भर्ब लेख्नुपर्छ है भनेर हामीले भनिसकेका छौं। सो सी वाज नट बेदिङ, BATHING, बेदिङ। बाथिङ हैन है यो, सी वाज नट बेदिङ। तर बाथ कस्तो हुन्छ अर्को यहाँ हेर्नुस् है, ठ्याक्कै सम्झिहाले मैले। बाथ चाहिँ फेरि यहाँनिर लेखिदिन्छु, तर BATH यो चाहिँ बाथ हो, BATH मात्रै चाहिँ, यो चाहिँ बाथ हो, यो चाहिँ स्नान मात्रै हो, नुहाई हो। जस्तै यो नुहाई हो के, नुहाई कति प्रकारका हुन्छन्, काग नुहाई हुन्छ अरे, एउटा चुच्चो डुबाउँछ अनि गर्छ यतापट्टि छर्किन्छ, त्यसरी नुहाई गर्छ हैन। हामीले पनि त्यसै गर्ने, यसो हेर्ने केमा नुहाउन आँटेको, पोखरीमा नुहाउन आँटेको छ भने यसो पोखरीमा हेर्ने, पानी थापेर नुहाउन आँटेको छ भने यसो आरीमा पानी हालेर हेर्ने, अनि त्यहाँबाट सट्ट हात चोपेर यसरी 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 गर्ने। त्यो भनेको काग नुहाई। अर्को हुन्छ बाघ नुहाई। बाघ नुहाई भनेको चाहिँ ठ्याक्क जाने पोखरीमा अथवा आरीमा पानी जम्मा भएको ठाउँमा जाने, यसो हेर्ने अनि कपाल मिलाउने, जुङ्गा मिलाउने, त्यसपछि यसो यसो गर्ने, यसो मुखमा यसो यसो गर्ने, त्यो चाहिँ बाघ नुहाई हो। सक्यो, पानी हाल्नु पर्दैन त्यसमा, सबैभन्दा खतरा नुहाई हो बाघ नुहाई। अर्को छ एउटा नाग नुहाई। नाग नुहाई भनेको चाहिँ नागले यस्तो पुरा नागले जस्तो दिएर डुबी डुबी मिची मिची पुरा यस्तो गरेर नुहाउने, द्याट इज नाग नुहाई। काग नुहाई, काग नुहाई, बाघ नुहाई, नाग नुहाई, which one is best? बाथ हो यो, भब होइन है, यो नाउन हो। यो नुहाई, नुहाई स्नान मात्रै हो, स्नान लिने नुहाउने भन्छन् नि, यो चाहिँ बाथ हो। तर BATHE लास्टमा ई छ, यो चाहिँ भब हो। फेरि भब र नाउन त फरक पर्यो नि, यो चाहिँ वेद हो। वेद पुराण जस्तै हो के, हो त्यस्तै वेद। ओके, यो छोटो जानकारीका साथसाथै हामी अगाडि बढ्न चाहन्छौँ। ओके, लेट्स मुभ फरवर्ड। सी वाज नट बेदिङ द बेबी एट द्याट मोमेन्ट। एट द्याट मोमेन्ट भनेको त्यतिखेर हैन। सी वाज नट बेदिङ द बेबी एट द्याट मोमेन्ट, उनले त्यतिखेर बच्चालाई नुहाइदिइरहेकी थिइनन् भन्ने अर्थ आयो के यो। सी वाज नट बेदिङ द बेबी एट द्याट मोमेन्ट। Past continuous tense is very easy, and we can practice a lot by making so many sentences, whatever you think into your mind. And if you are thinking whatever you think, you have to practice. If you only write, then you will be able to write, but you will not be able to speak, okay? But बोल्नको लागि त तपाईहरुले बोल्नै पर्छ नि त। एकचोटी लेख्ने 10 चोटी बोल्ने, एकचोटी लेख्ने 10 चोटी बोल्ने, एउटा सेन्टेन्स लेखेपछि 10 चोटी बोल्ने, बोलेको बोले गर्ने हो। So what do you think? Do you speak?
बोल्नुस् है बोलेपछि तपाईहरुलाई आउँछ याद हुन्छ ए सजिलो रहेछ भन्यो तर पछि आउँदैन नि त युज गर्ने बेलामा आउँछ त कहाँ युज गर्ने बेलामा आउँछ त कहाँ आउँछ आउँदैन नि हामी हेरेको हेरे हुन्छौँ केटो हेरेको हेरे भने जस्तै हामी हेरेको हेरे नै हुन्छौँ कहाँ आउँदैन नि हामीलाई बोल्ने हो व्हाट डु यु राइट स्पीक दैट once twice thrice 4 times 5 times if you need 10 times absolutely you have to go with 10 times okay no matter let's go to next sentence अर्को सेन्टेन्स पनि हामी प्र्याक्टिस गरौँ न हिजो के गरिरहेको थिइन भन्ने अर्थ त दिने हो हिजो पानी गएर नुहाइरहेको थिइन भन्नु पर्यो भने आई सब्जेक्ट अब आई सँग त was not लेख्ने हैन I wasn't bathing yesterday I wasn't bathing yesterday किन नुहाइरहेको थिइन भन्दा अब पानी गएको थियो भन्ने त हो अब यो कन्जङ्सन लिएर जोड्नु न यसलाई कन्जङ्सन भनेको किनभने यसो भएको थियो because the water was cut off भनेको अब पानी मरेको थियो पानी मान्छे जस्तै मर्ने हैन नि त फेरि चुडिएको थियो आएको थिएन पानी सुकेको थियो त्यो भन्न खोजेको के I wasn't bathing yesterday because the water was cut off एउटा एकदमै खतरा है उछाल गरेको छाल हुन्छ नि पानीको वेभ्सहरु हुन्छ नि करेन्टहरु हुन्छ नि करेन्ट भन्छ है फेरि त्यसलाई करेन्ट भनेको बिजुली बत्तीको करेन्ट मात्रै हुँदैन नि त त्यो छाल पनि हो बलियो छालको कारणले गर्दाखेरि उनीहरु खोलामा नुहाइरहेको थिएनन् भन्नु पर्यो भने कसरी भनिन्छ जब पहिले त उनीहरु नुहाइरहेका थिएनन् भन्नु पर्यो उनीहरु भनेको सब्जेक्ट प्लुरल भएन दे तिनीहरु भन्नु पर्यो हैन दे अब दे सँग त हामीले के भनेका छौं माथि पढ्नु त were not प्लुरल सब्जेक्ट माथि यहाँ सानो अक्षरमा लेखिदिएको छ नि प्लुरल सब्जेक्ट भनेर यो प्लुरल सब्जेक्टमा त weren't लेख्नु पर्दो रहेछ हैन अब they weren't WERENT they weren't अब bathing भन्नु पर्यो BATHING bathing they weren't bathing अनि कहाँ खोलामा मा भन्नु पर्यो नि खोलामा in the river किन के कारणले गर्दाखेरि अब धेरै कडा पानीको छालको कारणले गर्दाखेरि भन्नु पर्यो भने कारणले भन्नु पर्यो भने मैले अस्ति नै एउटा सेन्टेन्स पढाएको थिएँ तपाईहरुलाई ड्यू टु भनेर हो यो ड्यू टु सिक्नु होला है DUE ड्यू टु STRONG strong wave WAVES waves strong waves हुन्छ नि कडा पानीको छाल हुन्छ हो त्यो कडा अथवा करेन्ट भन्नु न CURRENT करेन्ट यो करेन्ट भनेको बिजुली बत्ती पनि हैन बिजुली बत्ती त भइहाल्यो बिजुली बत्ती हुँदो रहेछ लाइनको तरंग हुन्छ नि त लाइन पनि हुन्छ बिजुली बत्ती पनि हुँदो रहेछ र यो पानीको एकदमै बहाव पनि हुँदो रहेछ के they weren't bathing in the river due to strong waves due to strong current ओके अर्को सेन्टेन्स एउटा प्र्याक्टिस गरौँ त यही बेद सम्बन्धीमा उनी हिजो राति सुत्नु अघि नुहाइरहेकी थिइनन् भन्नु पर्यो भने अब गर्मी भयो एकदमै गर्मी भयो लुगा खोलेर बस्नु पर्ने पसिना हुनु पर्ने तर उनी हिजो राति सुत्नु अघि नुहाइरहेकी थिइनन् भन्नु पर्यो भने अब पहिले त उनी नुहाइरहेकी थिइनन् भन्नु पर्यो सी भन्नु पर्यो अगाडि हैन सब्जेक्ट लेख्नु पर्यो नि त अगाडि किनभने हामीले पहिले नै सब्जेक्ट लेख्नुस् सब्जेक्ट लेखिसकेपछि वाज अनि नट वर नट लेख्नुस् दुईटा मध्ये एउटा कुनै लेख्नुस् र भर्ब आइएनजी लेख्नुस् अनि अरु बाँकी शब्दहरु जे उब्रिन्छन् तिनीहरु लेख्नुस् भनेको छ हैन हो त्यसै गरेर यहाँनिर उनीहरु केटी चाहिँ त्यो केटी चाहिँ बेलुका सुत्न अघि नुहाइरहेकी थिइन भन्नु पर्यो भने पहिले सी लेख्ने सी वाज मै नट थप्दिनुस् सी वाजन्ट बेदिङ अनि बिफोर गोइङ टु बेड यो बिफोर कसरी आयो सर भन्नु होला फेरि तपाईहरुलाई मैले पढाएको छु एउटा भिडियो चेक गर्दै जानु भयो भने नि के आउँछ भने अंग्रेजीमा लामो वाक्य कसरी बनाउने भन्ने एउटा भिडियोको हेडिङ बनाएर आउँछ के हो त्यो तपाईहरुले मेरो युट्युबमा सर्च गरेर हेर्ने लाइब्रेरी बनाएर मैले प्लेलिस्ट बनाएर राखिदिएको छु आई बटनमा पनि मैले राखिदिन्छु हो त्यो हेर्नु होला ल डिस्क्रिप्सनमा लिंक पनि राखिदिन्छु त्यो भिडियोको र त्यो हेर्नु होला त्यो एकदमै महत्त्वपूर्ण अंग्रेजीमा जति लामो सेन्टेन्स बनाउनुहुन्छ नि त्यहीबाट बनाउने हो के सबैले जसले बनाउँछ अंग्रेजी जसले बोल्छ जसले लेख्छ त्यहीबाट बनाउने हो सो दैट इज भेरी इम्पोर्टेन्ट सो यु नीड टु गो थ्रु दिस भिडियो एकचोटी त्यो हेर्नु भएको छैन भने त्यो हेर्नै पर्छ है तपाईहरुले
Okay, she was not bathing before going to bed last night भनौँ. Last. She was not bathing before going to bed last night. बेद सम्बन्धीमा तपाईहरुलाई यो चारवटा सेन्टेन्सले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ होला. मलाई चाहिँ पुग्छ, तपाईहरुलाई पुग्दैन. तपाईहरुले लेख्नु पर्यो 25-30 वटा सेन्टेन्स लेख्ने अनि त्यसलाई 100-150 चोटी बोल्ने हो के. बोल्नुस्, प्र्याक्टिस गर्नुस् अनि लेख्नुस् अनि सिक्नुस्, भइहाल्छ नि. अंग्रेजी आइहाल्छ नि. के गाह्रो छ र अंग्रेजी? गाह्रै छैन नि. बट यु नीड टु लेबर हार्ड. तपाईहरुलाई एउटा डेडिकेसन छैन, प्यासन छैन, यहाँ भित्र मनमा चसक्क घोज्दैन म अंग्रेजी सिक्छु सिक्न त, तर के सिक्छु ए दुनिया थरीका भिडियो हेर्दै जान थाल्नु हो भने चाहिँ हुँदैन है. फेरि एउटा सिरिज निर्माण गर्दैको छु के मैले. सुरुदेखिकै सानोदेखिकै दिँदै 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 गइरहेको छु. तपाईहरुले त्यो हेर्नु पर्छ. छोटो समयमा त कहाँ हुन्छ त नि. प्यासन दिनु पर्यो के, लामो समय दिनु पर्यो, इन्भेस्ट गर्नु पर्यो, आफ्नो समय पनि दिनु पर्यो अनि नै हुन्छ. त्यतिकै कहाँ हुन्छ. सो इफ यु नीड टु प्र्याक्टिस, तपाईहरुलाई मैले यो भन्ने छु र मेरो पछाडी फलो गर्नु ल एकछिन. स्पिकिङ ड्रिलिङ भनिन्छ यसलाई. जिब्रो सेट हुन्छ के यो जिब्रो सेट गर्नुभयो भने तपाईहरुलाई बोल्न आइहाल्छ नि. एकछिन म छिटो बोलेँ भने तपाईहरुले भिडियो पज गर्नुस्, रोक्नुस् अनि बोल्नुस् है. She was not bathing the baby at the moment. She was not bathing the baby at the moment. I wasn't bathing yesterday because the water was cut off. I wasn't bathing yesterday because the water was cut off. They weren't bathing in the river due to strong waves. They weren't bathing in the river due to strong current. She wasn't bathing before going to bed last night. She wasn't bathing before going to bed last night. Okay, we have finished practicing this bathe. Then we have to go number 2. First number को सक्यौं हामीले, second number मा practice गरौँ है त. Number 2, BAFFLE, baffle. 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 Second form is baffled. BAFFLED, baffled. Third form is also same. BAFFLED, baffled. Fourth form baffling. BAFFL. E हटाउने अनि ING थप्ने. E हटाउने यसरी अनि ING थप्ने. Baffling. Fifth form baffles. BAFFLES, baffles. हैरान बनाउनु. हैरान बनाउनु. अलमल्ल पार्नु. अलमल्ल पार्नु. Baffle, baffled, baffled, baffling, baffles. हैरान बनाउनु अथवा अलमल्ल पार्नु. नयाँ नयाँ टेक्निकल टर्महरु दिएर कसैलाई जान्दैन भन्ने रिडल सोध्ने, प्रश्न उत्तर सोध्ने अलमल्ल बनाइदिने, रुब्रिक्स क्यूब ल्याएर देखाउने अनि यो सल्भ गर भनेर अलमल्ल बनाइदिने. ओके? Baffled. Baffled, 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 baffling, baffles. यसका केही सेन्टेन्सहरु तपाईहरुलाई म यहाँनिर लेखिदिन्छु र प्र्याक्टिस गरौँ त. केही शब्दहरु मलाई त्यो पजलले पहिलाको जस्तै अलमल्ल बनाइरहेको थिएन भनेर भन्नु पर्यो भने केले अलमल बनाइरहेको थिएन, केले अलमल पारिरहेको थिएन त्यो लेख्नु पर्यो नि त. सब्जेक्ट त म होइन नि, फेरि सब्जेक्ट. त्यो पजलले मलाई अलमल पारिरहेको थिएन हैन हो, त्यही पजलले चाहिँ लेख्ने हो पहिला. The puzzle was not baffling me as much as before. As much as before. हैन? The puzzle wasn't baffling me as much as before. अब तपाईहरुले भन्नु होला यो as much भनेको के हो? के हो as much भनेको? यहाँ हेर्नुस् है, म यहाँ सिकाउँछु तपाईहरुलाई. पहिले as लेख्ने अनि as लेखे पछाडी ओके एडजेक्टिभ लेख्ने. यहाँ ADJ एडजेक्टिभ लेख्नु त as फेरि लेख्नुस् अनि उतापट्टि नाम लेख्नुस्. as लेखेर एडजेक्टिभ लेख्ने अनि फेरि as लेख्ने. यो बीचमा चाहिँ as को बीचमा चाहिँ एडजेक्टिभ लेख्नुस्. एडजेक्टिभ भनेको के हो? एडजेक्टिभ भनेको नि नाउनको बारेमा हल्का बढाइचढाइ गरिदिन्छ नि जुन शब्दले. नाउनको विशेषता बताउँछ नि. फेरि नाउन भनेको के हो? मसँग पढ्दाखेरि त्यो घोकिरहनु पर्दैन. Noun is the name of person, place, animal, thing, blah, blah, blah. That is not. Noun देखिन शब्द यी. के देख्नु हो तपाईहरुले? वरिपरि हेर्दा जे देखिन्छ, मैले जे महसुस गर्न सक्छु, जे फिलिङ गर्न सक्छु मैले, that is noun. सब नाउन हो. वरिपरि हेर्दा जे देखिन्छ नि, मैले जे महसुस गर्न सक्छु नि, मैले जे सुन्छु नि, त्यो सबै नाउन हो. मैले जे थाहा पाउँछु नि, टेस्ट गर्छु नि,
हाम्रो 5 वटा जनइन्द्रिय छन् नि 5 वटा इन्द्रियहरूले आँखाले देख्छ कानले सुन्छ नाकले सुँग्छ जिब्रोले थाहा पाउँछ यी आँखाले देख्ने जति कानले सुन्ने जति जिब्रोले थाहा पाउने जति मुटुले महसुस गर्ने जति हैन यी सबै नाउन हुन् मोबाइल देख्नुभयो नाउन चिमोटे मैले दुख्यो छालालाई दुख्यो नि पेन PAIN पेन नाउन हैन सब नाउन अब यहाँ हेर्नुस् अब पहिले एज लेख्नुस् अब यहाँ एडजेक्टिभ लेख्नुस् केटी भनेको नाउन कस्ती केटी त काली होची गोरी अग्ली राम्री यी सबै एडजेक्टिभ हुन् जस्तै ब्युटिफुल एज लेख्नुभयो अब त्यसपछि उता पनि नाम लेख्दिनु न नाम रेखा थापा जत्तिकै राम्री एज ब्युटिफुल एज रेखा थापा जत्तिकै राम्री सीपी सर जस्तै ह्यान्डसम पहिले त एज ह्यान्डसम एज लेख्नु पर्यो नि एज ह्यान्डसम एज सीपी सर जत्तिकै ह्यान्डसम हेर्नु न गाला कति राम्रा छन् एज ह्यान्डसम एज सीपी सर जत्तिकै ह्यान्डसम यसरी भन्नु पर्यो भने एज एडजेक्टिभ एज लेख्ने हो के कोइला जतिकै कालो लेख्नु भयो भने एज लेख्ने अनि कालो लेख्ने ब्ल्याक नाउन हैन एडजेक्टिभ चाहिँ लेख्ने एज लेखेर यहाँनिर ब्ल्याक लेख्ने कालो अनि फेरि एज लेख्ने अनि कोइला लेख्ने COAL कोल भनेको कोइला एज ब्ल्याक एज कोल भनेको कोइला जतिकै कालो अगार जतिकै कालो राम कति कालो हो हाँडीको पिच जस्तो कालो भन्छ नि द्याट इज एज ब्ल्याक एज कोल ओके यसरी तपाईहरुले लेख्न सक्नुहुन्छ है र यो सेन्टेन्सले भन्न खोजेको कुरा मलाई पहिला त्यो पजलले त्यो रुब्रिक्स क्युबले मलाई अलमल्ल पारेको थियो र पहिला जत्तिकै मलाई अहिले पारिरहेको थिएन भन्न खोजेको क्या द पजल वाजन्ट baffling me as much as before baffle भनेको चाहिँ हैरान बनाउनु अलमल पार्नु रहेछ नि baffle ओके लेट्स गो टु नेक्स्ट सेन्टेन्स प्रश्न उत्तर सोध्ने हुन्छ नि त्यो एउटा कस्ता खालका रिडलहरु हुन्छ नि रिडल्स भनेको के होला भनेर भन्नु होला फेरि रिडल्स भनेको चाहिँ प्रश्न सोध्ने अनि थाहा नपाउने हो कि होइन कि झुकाउने खालको प्रश्न क्या त्यो चाहिँ रिडल्स त्यो रिडल्स सोधेर चाहिँ उनले साथीहरुलाई अलमल पारिरहेकी थिइनन् भन्नु पर्यो भने पहिले त उनी लेख्ने हो नि त she wasn't baffling her friends with भनेपछि केले रिडल्सले द रिडल्स भनेको चाहिँ पहेलीहरु त्यो झुक्याउने खालका प्रश्नहरु के पहेलीहरु she wasn't baffling her friends with riddles अब म एउटा भनिदिन्छु रिडल्स गोलो छ इनार हैन अक्षर छन् किताब हैन संसार डुल्छ खुट्टा छैन के हो यही हो रिडल्स के हो कमेन्टमा लेख्नु त गोलो छ इनार हैन अक्षर छन् किताब हैन संसारै डुल्छ खुट्टा छैन यही यस्तै रिडल्सहरु सोधेर उनीहरुले छक्क के रे अलमल बनाइरहेकी थिइनन् भनेको हो के लेख्नुस् ल उत्तर लेख्नु ल कतिको थाहा रहेछ तपाईहरुलाई ओके riddles she wasn't baffling her friends with riddles let's go to next sentence उनीहरुले नयाँ कर्मचारीलाई अब टेक्निकल टर्म्सहरु हुन्छ नि प्राविधिक शब्दहरु हुन्छ नि प्राविधिक शब्दहरु बोलाएर यसो गर्ने त्यो च खोइकिने के जाति चके चम चन छन झन झन यसरी बोल्छ नि मान्छेहरु त्यो टेक्निकल टर्म्सहरु हुन्छ नि नयाँ मान्छेलाई थाहा हुँदैन नि टेक्निकल टर्म बोलिरहेको हो टेक्निकल टर्महरु बोलेर नयाँ मान्छेहरुलाई नयाँ कर्मचारीहरुलाई अलमल तपाईहरुले बनाउनु भएको छैन दुई जना चाहिँ जानेकै दुई जना चाहिँ जाने बुझेकै हुन्छन् अनि जब नयाँ मान्छे आउँछ अनि साउथी मार्न थालिहाल्छन् यसो गर्ने उसो गर्ने टेक्निकल टर्महरु बोल्ने चके चम चम छम जाम यसरी बोल्न थाल्ने हैन हो यस्तो टेक्निकल टर्महरु बोलेर उनीहरुलाई अचम्म बनाइरहेको अथवा हैरान बनाइरहेको अथवा अलमलमा पारिरहेको थिएनन् भन्नु पर्यो भने दे भन्नु पर्यो पहिला त दे अनि दे सँग त वर्ड लाउनु पर्यो हैन दे प्लुरल हो त्यही भएर वर्ड लाउने दे वर अनि नट दे weren't baffling the new employee EMPLOYEE
employee, 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 employee. They weren't baffling the new employee with technical term. टेक्निकल टर्म्सहरु बोलेर उनले नयाँ कर्मचारीहरुलाई छक्क बनाइरहेको अलमल बनाइरहेको थिएनन् भन्नु पर्यो भने यस्तै बोल्ने हो के, यस्तै सेन्टेन्सहरु लेख्ने हो। यो कन्टिन्युअस टेन्स सजिलो हो नि, सजिलो भनेर छोड्नु भयो भने फेरि अप्ठ्यारो हुन्छ, प्र्याक्टिस चाहिँ गर्नु है। ओके, एउटा अझै सेन्टेन्स प्र्याक्टिस गरौँ न। लेक्चर दिएर कसैले लेक्चर दिने दिएर अलमलाइरहने हुन्छ नि कोही कोही मान्छेहरु, तर उनले चाहिँ लेक्चर आफ्नो लेक्चर दिएर श्रोताहरुलाई चाहिँ अलमल बनाइरहेको थिएनन्, सुन्ने मान्छेहरुलाई अलमल बनाइरहेको थिएनन् भन्नु पर्यो भने she wasn't हैन, she wasn't लेखेपछि के गर्ने, baffling लेख्नु पर्यो, सब्जेक्ट लेख्ने अनि अक्सिलियरी भर्ब लेख्ने, त्यसपछि ing लेख्ने हो नि त भर्ब। she wasn't baffling audiences भनेको अरु सुन्ने मान्छेहरु, अरु फाल्टा मान्छेहरु भनेको। she wasn't baffling the audiences during her lecture. she wasn't baffling the audience during lecture. 2 नम्बरको पनि सक्यौ नि हामीले हैन। baffle, baffled, baffling, baffles, हैरान बनाउनु, अलमल्ल पार्नु। the puzzle wasn't baffling me as much as before. she wasn't baffling her friends with riddles. they weren't baffling new employees with technical terms. she wasn't baffling her audience during her lecture. ओके, आज हामीले दुईटा शब्द, एउटा बेद अर्को baffle, पास्ट कन्टिन्युअस टेन्सको सूत्र लेखेर, पास्ट कन्टिन्युअस टेन्सको नेगेटिभ सूत्र लेखेर आज हामीले दुईटा भर्ब प्र्याक्टिस गर्यौं। तपाईहरुलाई यो पास्ट कन्टिन्युअस टेन्सको नेगेटिभ सूत्र कस्तो लाग्यो, बुझ्नु भयो कि भएन? म यदि छिटो बोलिरहेको छु भने तपाईहरुले कमेन्टमा बताउनु होला। यदि तपाईहरुले सिक्नु भएको छैन भने पनि मलाई कमेन्ट गर्नु होला, सर मैले सिकिरहेको छैन भनेर, र सिक्नु भएको छ भने पनि कमेन्ट गर्नु होला। र सबैभन्दा ठुलो कुरो चाहिँ के हो त्यही त हो, सब्स्क्राइब गर्नु न अनि शेयर गर्नु साथीहरुलाई। शेयर द भिडियोज एन्ड सब्स्क्राइब माई च्यानल। अनि हामी फेरि पर्सिको क्लासमा भेट्ने छौं। ओके, थ्यांक यू भेरी मच फर टुडे।